यसमा युनिकोड ट्रेडिसनल नेपाली किबोर्डमा विभिन्न चिन्हहरू अल्ट साइनको प्रयोग गरेर कसरी टाइप गर्ने सर्टकट कीहरू यहाँ बनाएको छु। अलि सबै छैन, यसमा चाहिँ महत्त्वपूर्ण कीहरू मात्रै छ। यसलाई सरसर्ती हेरौँ, यसलाई हेर्दै टाइप गर्दै गर्न सकिन्छ। यसमा युज अल्ट की भनेर लेखेको छु मैले। जस्तै फुल स्टप भएको की थिच्दाखेरि चाहिँ पूर्णविराम आउँछ। अल्ट की थिचेर सँगै 33 थिच्यो भने यो एक्सक्लामेसन मार्क आश्चर्यजनक चिन्ह आउँछ। 34 मा डबल इन्भर्टेड कमा आउँछ। 35 मा अल्ट प्लस 35 मा यस्तो की आउँछ। पर्सेन्टेज चाहियो भने 37 मा छ। 39 मा चाहिँ यो 39 अल्ट प्लस 39 थिच्यो भने सिंगल इन्भर्टेड कमा 40 ब्राकेट खुल्छ। 41 ब्राकेट क्लोज हुन्छ। 42 मा एस्टेरिक थिचिन्छ। 43 मा प्लस। 44 मा कमा अल्ट प्लस 44 कमा। यो युनिकोडमा आउँदैन, यो सिधै यो कमा की चाहिँ यसरी थिच्नुपर्छ। मलाई माइनस चाहियो भने ड्यास चाहियो भने 45 थिच्न सकिन्छ। यो फुल स्टप अथवा दशमलव चाहियो भने चाहिँ 46। त्यसपछि यो भागाको चिन्ह स्ल्यास चिन्ह, यो भागामा पनि प्रयोग गरिन्छ कहिलेकाहीँ। स्ल्यासको चिन्ह 47 अल्ट प्लस 47 हो। त्यसपछि अल्ट प्लस 61 टाइप गर्यो भने चाहिँ बराबरकै चिन्ह आउँछ यसरी। अल्ट प्लस 63 टाइप गर्यो भने वाटको चिन्ह आउँछ। यो हामीले वाटको चिन्ह चाहिँ कन्ट्रोल अल्ट र वाटको चिन्ह थिचेर पनि टाइप गर्न सक्छौँ। यसरी कन्ट्रोल अल्ट वाट थिच्यो भने पनि यो वाटको चिन्ह आउँछ यसरी। यो चाहिँ सर्टकट अल्टसँग मात्र होइन, नम्बर हान्नु पर्दैन, यसको लागि दुई थरी छ। अल्ट प्लस 91 थिच्यो भने चाहिँ यो स्क्वायर ब्राकेट खुल्छ। 93 मा स्क्वायर ब्राकेट क्लोज हुन्छ। यो अन्डरस्कोर थिच्नु पर्यो भने 95 छ। अल्ट प्लस 123 थिच्यो भने चाहिँ कर्ली ब्राकेट खुल्छ। यो लामो एउटा धर्को जस्तो छ। यो चाहियो भने चाहिँ हामीले पूर्णविरामको सट्टा पनि प्रयोग गर्न सक्छौँ, तर यो पूर्णविराम फुल स्टपमा आउँछ। यो चाहिँ अलिक लामो हुन्छ पूर्णविरामभन्दा। यो चाहिँ यसरी सकिन्छ। त्यस्तै 125 मा कर्ली ब्राकेट क्लोज हुन्छ भने हामीलाई यस्तो चिन्ह चाहियो भने चाहिँ अल्ट 126। त्यस्तै यो सेटमा युज हुन्छ यिनीहरू। यो चिन्ह चाहिँ अल्ट 239 थिच्यो भने यस्तो आउँछ। त्यसपछि अल्ट प्लस माइनसको चिन्ह एकैचोटि चाहियो भने 214 थिच्न मिल्छ। अनि 246 थिच्यो भने यस्तो भागा चिन्ह आउँछ। 248 थिच्यो भने चाहिँ डिग्रीको चिन्ह आउँछ। बढी प्रयोग हुने चिन्ह भनेको यो कमा हो। त्यस्तै बराबरको चिन्ह पनि चाहिन सक्छ हामीलाई। बढी प्रयोग हुने भनेको प्रश्नवाचक चिन्ह, अनि त्यसपछि यो आश्चर्यजनक चिन्ह, पूर्णविराम, यिनीहरू नै हो। यो भइसकेपछि ल्यापटपमा अथवा अन्त कतै हामीले यो वेबसाइटहरूमा माइक्रोसफ्ट वर्डमा नोटप्याडमा यी कुराहरू गरेर टाइप गर्न सकिन्छ।